हेलो गाइस, नमस्ते, स्वागत छ तपाईलाई हाम्रो भ्लगमा। आज चाहिँ म दाउरा बोकिरहेको छु। शनिबारको दिन हो, हेर्दै गर्नुहोला। गाउँ ठाउँको कामहरू म देखाउँछु। नमस्ते। राई पनि खतरा दाउरा बोक्दैछ उसले। आज शनिबारको दिन काम धेरै गरेको छ। ढाडै खुस्किन आँटिसक्यो। उसले दाउरा धेरैचोटि बोकिसकेको छ। अब हामी यसले दाउराको भारी लिएर आउँछौँ। बनाउन पाक्नै दिएन साथीहरू। मादरले खायो त। के खानु दिँदैन हाम्रोतिर त। यो पाकेकै छैन। यता यो कागती भर्खर फुल्न आँटेको छ। सरर हामी चाहिँ यसरी दाउरा बोक्न जाँदैछौँ साथीहरू। गाउँघरको दुःख यस्तै छ हाम्रो। कमसिरा तल जाँदैछ। सरर यही हाम्रो खेतहरू। गाह्रो छ हौ साथीहरू। यतातिर सबै ढालेको, यो सबै हाम्रो दाउराहरू तलबाट ढालेको। यता दाउरा सबै यता छ। रमेशराईले यहाँ भारी लाउँदैछ है उसको डोकोमा। हाम्रो गाउँमा त हेर्नुहोस् साथीहरू, यति सानो मान्छेले त यत्रो धेरै काम गर्छ। हेर्नुहोस् चौतारीमा भारी लाउँदैछ उसले। हाम्रो दाउरा यता छ, टन्नै छ, यता पनि छ। यो म बोकिसक्नु अरे, त्यो प्रमिसले बोकिसक्छ अरे। हेर्नुहोस् है साथीहरू, त्यत्रो मान्छेले त दाउरा बोकिसक्छ। चौतारी अनि सरर जाने बाटो, उता यो नानीहरूको स्कुल जाने बाटो। साथीहरू 40, 41, 42, 43, 44, 45, 46, 47, 48, 49, 50, 51, 52, 53.
उसको भारी यो मेरो बोकेर हामी सरर घर जान्छौँ। बिहानभरि बोकेको दाउरा आजभरि दाउरा यति हुँदो रहेछ साथी। शनिबारको दिन म नुहाएर ह्यान्डसम भएको छु कि कस्तो देखेको छु साथीहरू भनिदिनुहोस् ल। हाम्रो सुप्रिम दाइ नुहाएको छ, म नुहाएको छु, कस्तो देखेको छु भनिदिनुहोस्। हाम्रो बाख्रा करायो। बाई बाई साथीहरू भनेर अब फेरि भोलिको भ्लगमा भेटौँ हस्।